सबैलाई जय मसीह। आज हामी प्रेरितबाट दुईटा खण्ड हेरौँ न। दुईटा खण्डमा एकै किसिमको घटना भएको छ, तर पछि त्यसको अलग अलग परिणामहरू हामी देख्छौँ र प्रेरित 12 अध्यायमा हामी हेर्नेछौँ। मैले मेरो ल्यापटपमा दुईटै खण्डलाई खोलेर राखेको छु। प्रेरित 12 अध्याय 5 पदबाट जब हेर्नुहुन्छ, त्यहाँ पत्रुस झेलखानामा राखिए भनेर भनेको छ र तिनको निम्ति मण्डलीले बडो जोससँग प्रार्थना गरिरहेको थिए। र त्यो दिन 6 पदमा हामी हेर्दा हेरोदले तिनलाई बाहिर निकाली ल्याउन खोजेकै रात पत्रुस 2वटा साङ्लाले बाँधिएर 2जना सिपाहीहरूको बीचमा सुतिरहेका थिए। यो एउटा शब्द तपाईँले ख्याल गर्नुहोस्, सुतिरहेका थिए। सिपाहीहरू पनि ढोका अघिल्तिर उभिएर झेलखानाको पहरा दिइरहेका थिए। अचानक प्रभुको एउटा स्वर्गदूत त्यहाँ देखा परे र कोठरीमा ज्योति चम्क्यो। स्वर्गदूतले पत्रुसलाई कोखमा हिर्काए अनि छिटो उठ भनेर तिनलाई जगाए। तब साङ्लाहरू तिनको हातबाट फुस्केर खसे। स्वर्गदूतले तिनलाई भने, लुगा लगाऊ र जुत्ता लाऊ। तब तिनले त्यसै गरे। उनले तिनलाई भने, खास्टो ओढेर मेरो पछि लाग। अनि तिनी निस्केर उनको पछि लागे र स्वर्गदूतबाट गरिएको कुरो साँच्चीकै हो भन्ने तिनले थाहा भएन, तर दर्शन देख्दैछु भन्ने तिनले ठाने। यहाँ के हुँदैछ भने, पत्रुस निदाइरहेको बेला झेलखानाभित्र स्वर्गदूत आएर पत्रुसलाई बिउझाएर अनि त्यो झेलखानाबाट सुरक्षित बाहिर निकालेर लगेको छ। मतलब पत्रुसको छुटकाराको घटना दिएको छ। तर त्यस्तै एउटा खण्ड फेरि छ प्रेरित 16 अध्यायमा। हेर्नुहोस् न, 16 अध्याय 24बाट जब हामी तल हेर्छौँ भने यहाँ पनि 2जना प्रभुको दास पावल र सिलास झेलखानामा परेको घटना दिएको छ। एकै किसिमको कुरो छ। उहाँहरू झेलखानामा छन् र झेलखानाको हाकिमले उहाँहरूलाई 24 पददेखि जब तपाईँ हेर्नुहुन्छ 16 अध्याय प्रेरित 16 अध्याय 24देखि त्यहाँ हुकुम पाएर उनलाई तिनीहरूले झेलखानाको भित्री भागमा लगी खुट्टामा ठिङ्गुरो ठोकेर राखिदिए। पत्रुसलाई जस्तो सजिलै सुत्न दिएका थिएनन्। 25 पदमा तर आधा राततिर पावल र सिलास प्रार्थना गर्दै परमेश्वरका भजन गाइरहेका थिए र अरू कैदीहरूले यो सुनिरहेका थिए। अघि पत्रुस आधा रात सुतिरहेका थिए, तर यहाँ पावल र सिलास ठिङ्गुरो ठोकेर कष्टदायक ठाउँमा भए पनि उनीहरू भजन गाइरहेका थिए, प्रभुको आराधना गरिरहेका थिए र कैदीहरूले अरूहरूले पनि त्यो आराधना गरेका सुनिरहेका थिए। उनीहरू प्रार्थनामा समय बिताइरहेका थिए र परिणाम के भयो? अघि सुतेको थियो पत्रुस, सुतेको बेला पनि स्वर्गदूत आएर उहाँलाई मण्डलीको प्रार्थनाको प्रत्युत्तरमा छुटकारा दिए। तर यहाँ के भयो? यहाँ हेर्नुहोस् न 26देखि। तब एक्कासी एउटा ठुलो भैँचालो गयो र झेलखानाका जगहरू हल्लिए र तुरुन्तै जम्मा ढोकाहरू उग्रिए र सबै बन्धनहरू खुले। हेर्नुहोस् त, अघि पत्रुस सुतिरहेका थिए र उहाँले त छुटकारा पाए, स्वर्गदूत आएर उहाँलाई छुटकारा दिनुभयो, तर अरूलाई त्यहाँ केही प्रभाव परेन। अरूलाई इम्प्याक्टलेस भयो, त्यहाँ केही इम्प्याक्ट भएन। तर यहाँ जब हेर्नुहुन्छ पावल र सिलासले प्रार्थना गरेर भजन गाइरहेका थिए, प्रभुको आराधना गरिरहेका थिए, ठुलो भुइँचालो गयो, झेलखानाको जगहरू हल्लिए र तुरुन्तै जम्मै ढोकाहरू उग्रिएर सबै बन्धनहरू खुले। उनीहरू इम्प्याक्टफुल भए, अरूलाई प्रभाव पारे। झेलखानाको हाकिम पनि जब निन्द्राबाट बिउजे, उसले देख्यो झेलखाना सबै तोडिएको छ, ढोकाहरू सबै उग्रिएको छ। ऊ आफूलाई अपहत्या गर्ने कोसिस गर्यो। तर पावलले चर्को स्वरमा भन्दै चाहिँ, मर्नु पर्दैन, हामी कोही पनि भागेका छैनौँ, सबै यहीँ छौँ, आफूलाई केही नोक्सानी नगर्नुहोस्। तब बत्ती मागेर उनी हाम फाल्दै भित्र आएर डरले काम्दै पावल र सिलासको अगाडि घोप्टो परे भनेको छ। अनि तिनीहरूलाई बाहिर ल्याएर उनले भने, उद्धार पाउनलाई मैले के गर्नुपर्छ? जुन व्यक्तिले पावल र सिलासलाई झेलखानामा लगेर थुनेको थियो नि, ऊ आफू यहाँ घुँडा टेकेर आएर भन्दैछ, अब उद्धार पाउनलाई मैले के गर्नुपर्छ? अनि उनीहरूले त्यहाँ सुसमाचार गर्ने मौका पाए। अनि तल जब पढ्दै जानुहुन्छ, उनीहरूले त्यही राति नै बप्तिस्मा लिए। बप्तिस्मा मात्रै लिएनन्, उनीहरूले पावल र सिलासलाई लगेर घाउहरू धोइदिए, जुन चोटहरू लागेको थियो सबै धोइदिए। त्यसपछि तिनीहरूले भोजन तयार गरेर उनीहरूलाई भोज खुवाएर भोलिपल्ट छुटकारा दिएको कुराहरू छ।
ठुलो इम्प्याक्ट। आज विचार गर्नुहोस् न, हाम्रो मण्डलीहरू पनि यदि पत्रुस जस्तो सुतिरहेको छ भने हामी त बाँच्छौँ, हामी छुटकारा पाएकाहरू हौँ, तर हामी छेउछिमेकीलाई अरूहरूमा हामीले केही प्रभाव पार्न सकिरहेका छैनौँ। तर यदि आज मण्डली पावल र सिलास जस्तो प्रार्थनामा लाग्ने, घुँडामा जानेर भजन परमेश्वरको आराधना गर्ने र त्यो सबै गरेको अरूले सुन्ने, त्यहाँ अरू कैदीहरूले सुनिरहेका थिए, अरूहरूले त्यो कुरो सुन्ने खालको जागृत मण्डली भयो भने त्यहाँ भुइँचालो आउँछ भनेपछि सबै हाम्रो छेउछिमेकीमा प्रभाव पर्छ, हाम्रो गाउँठाउँमा, हाम्रो अञ्चलमा प्रभाव पार्न सक्छौँ। हामी एउटा प्रभावी मण्डली हुनुपर्छ, प्रभावी विश्वासीहरू हुनुपर्छ। हामी भएको र नभएको मानिसलाई के प्रभाव परेन भने हामी कस्तो खालको विश्वासी हुन्छौँ भने पत्रुस जस्तो आफू छुटकारा पायो भयो। तपाईँको गाउँ समाजमा समस्या छ, तर आज मण्डलीले केही गरेको छैन भने, तपाईँको समाजमा समस्या छ, गाउँमा दुखी गरिबहरू दुःख पाएर भोकै नाङ्गै छन्, जाडोमा नाङ्गै छन्, मण्डलीले केही उनीहरूको विषयमा सोचेको छैन भने, पानी पिउन नपाएर गाउँ तृषित छ, मण्डलीले त्यस विषयमा केही सोचेन भने, मण्डली एउटा गाउँमा भएको र नभएको केही फरकै नपरेर इम्प्याक्टलेस मण्डली भएर हामी जिएर केही फाइदा छैन। पत्रुस जस्तो सुतिराख्ने अनि स्वर्गदूत आएपछि उठाएर लैजाने, अरूलाई केही त्यहाँ प्रभावै परेको छैन। उसको जीवन त बाँच्यो, उसले छुटकारा पायो, तर त्यहाँ अरू केही इम्प्याक्ट परेको छैन कसैलाई पनि। त्यहाँ छेउमा सुतिरहेकोले पनि पत्तो पाएन। तर यहाँ पावल र सिलास सबै कैदीहरूले थाहा पाएर सबैले छुटकारा पाएर पनि अझै जेलखानाको हाकिमले पनि घुँडा टेकेर प्रभुलाई ग्रहण गरेको छ। वी हेभ टु बी इम्प्याक्टफुल। हामी प्रभाव पार्ने किसिमको विश्वासीहरू हुनुपर्छ। यसकारण बाइबलले हामीलाई तिमीहरू नुन हौ भन्छ। हामी नुन हौ भने नुनले त प्रभाव पार्छ। हामी स्वादको नुन भइरहेका छौँ न, अझै पनि स्वादिलो छौँ। आफैले आफैलाई विचार गरौँ। जय मसीह।